सन् 2007मा इतिहासकै सबैभन्दा पीडादायी र रहस्यमय यात्रा अन्टार्कटिकाको हिउँमा कैद भएको थियो। एउटा पेंगुइन आफ्नो पूरा समूह छोडेर सिधै मृत्युतर्फ अघि बढ्न थाल्यो। यस घटनाको वास्तविकताका बारेमा आज हामी गहन संवाद गर्नेछौँ। सयौं पेंगुइनहरू खाना र जीवनको खोजीमा समुद्रतर्फ जाँदै थिए, तर एउटा पेंगुइनले ठीक उल्टो काम गर्यो। ऊ आफ्नो समूह छोडेर 70 किलोमिटर टाढा पहाडतर्फ जान थाल्यो। त्यहाँ न त कुनै खाना थियो न पिउने पानी नै, त्यहाँ केवल निश्चित मृत्यु मात्र थियो। ऊ एकछिन रोकिन्छ, पछाडि फर्केर हेर्छ र फेरि टाढा पहाडतर्फ हिँड्न थाल्छ, आफ्नो मृत्युलाई पनि बेवास्ता गर्दै। अहिले यही क्लिप सोशल मिडियामा भाइरल भइरहेको छ। वैज्ञानिकका अनुसार यदि कसैले उसलाई समातेर फेरि समूहमा ल्याइदिएको भए पनि ऊ फेरि तिनै पहाडतर्फ नै लाग्ने थियो, किनकि उसको उद्देश्य केवल मृत्यु थियो। यो भाइरल पेंगुइनलाई मानिसहरूले निहिलिस्ट पेंगुइन भने, केहीले मोटिभेशनल भने, केहीले दुखद भने। नेपालमा पनि एक्लो पेंगुइनको सङ्घर्ष जस्ता क्याप्सनसँग सेयर भइरहेको छ, तर यो सब इमोसनल प्रोजेक्सन हो। रियल स्टोरी भने केही फरक छ। वैज्ञानिक वास्तविकता के हो त? यो भिडियो कुनै नयाँ घटना भने होइन। यो सन् 2007मा प्रसिद्ध जर्मन निर्देशक वर्नर हर्जोगद्वारा निर्देशित वृत्तचित्र एन्काउन्टर्स एट द एन्ड अफ द वर्ल्डबाट लिएको हो। करिब 20 वर्ष पुरानो यो दृश्य अहिले सन् 2026मा आएर सोशल मिडियामा फेरि भाइरल भएको छ। वैज्ञानिकहरूका अनुसार पेंगुइनले यसरी बाटो बिराउनुका पछाडि कुनै दार्शनिक कारण हुँदैन। यो केवल एउटा दिशाभ्रमका कारण हुन सक्छ। पेंगुइन बिरामी भएको खण्डमा, टाउकोमा चोट लागेमा वा न्युरोलोजिकल समस्याका कारण उसले दिशा ठम्ब्याउन सक्दैन। यो एउटा प्राकृतिक गल्ती हो, जसलाई निर्देशक हर्जोगले डेथ मार्च भनेका थिए। यो पेंगुइनले केही सोचेर वा सन्यास लिएर पहाडतिर लागेको होइन। ऊ केवल बाटो बिराएर मृत्युको मुखमा गइरहेको एउटा दिशाहीन चरो हो। तर इन्टरनेटले यसलाई थाकेको आधुनिक मानिसको ऐना बनाइदिएको छ। यो भाइरल क्लिपले हामीलाई सोच्न बाध्य बनाउँछ। हामी किन यस्ता सैड स्टोरीलाई मोटिभेशनल बनाउँछौँ? जीवनमा कहिलेकाहीँ टाढाको यात्रा गर्नु राम्रो हुन्छ, तर सही दिशामा। यो पेंगुइन जस्तो गल्ती तपाईँ नगर्नुहोस्। तपाईलाई यो गहन संवाद कस्तो लाग्यो? मोटिभेशनल कि दुखद? कमेन्टमा अवश्य लेख्नुहोला। यदि यस्ता चाखलाग्दा रियल स्टोरीहरू मन पर्छ भने अवश्य सब्स्क्राइब गर्नुहोला।